हेलो गाइज वेलकम टु को नानीको भ्लग न्यू डे न्यू भिडियो होइन हो कि होइन जेसन हो चस्मा लगाएर आएछन् बाबु है हामी चाहिँ यस्तो थारू सङ्ग्रहालय आउँदैछौँ हामी भनेर के खाने जेसन ल भन हामी बाबु होइन त थाहा भएन जे हुन्छ त्यही खाने हो ल गाइज उसको ब्याट्री सक्यो है गोप्रोको ब्याट्री सक्यो अब हाम्रो को नानीको आइफोन लिँदैछु है मेरो आइफोन त अलि मेरो आइफोन होइन मेरो फोनले त अलिक धोका दिएला जस्तो छ यही होस् थारू सङ्ग्रहालयको गेट यहाँ छन् गेटको रक्षक गेट पाले दाई हेलो पाले दाई हे बोय के थियो ए पानी दिदियो हेलो गाइज वेलकम टु माई भ्लग बाई बाई यस्तो छ है यहाँनिर चाहिँ बस्ने ठाउँहरू बनाइदिएको रहेछ जामुन टिप्दै हुनुहुन्छ दाइले हामीले पनि खाना पाउँछौँ यो दाइ हामीले पनि खाना पाउँछौँ सानो रहेछ यो चाहिँ ल दाइले के पनि बोल्नु भएन है खाना पाउँछ पाउँदैन भनेर अब पाउँदैन भने किन गर्नु होइन हो कि नजेसन टिकट काउन्टर कता हो हाम्रो ऊ चाहिँ सोधौँ न यता रहेछ नि त खाजाघर भित्र जानु पर्दैन जस्तो छ ल ठिक छ भित्र पछि नेक्स्ट टाइम जाउँदा बरु उसलाई बाबुलाई भनिदिनु आउनु पर्दैन भनेर आज नजाऊँ भित्र नेक्स्ट टाइम भिडियो बनाउँदै जाऊँ ल लिनुहोस् फोन गर्नुहोस् लगाइछ हामी भोगी खाँदैछौँ है सङ्ग्रहालय आएर सङ्ग्रहालय आज नजाने कुरा भयो नेक्स्ट टाइम गोपुरो भएको बेलामा जाने टिकट सिकट काट्नुपर्ने रहेछ तर यहाँ खानालाई चाहिँ टिकट सिकट काट्नु पर्दैन होइन घुङ्गी यहाँ छ देखाउनु त हामीले घुङ्गी अर्डर गरेको थियौँ बाबुको मिनी ब्लग हो नि त यो अनि यस्तो के भन्नु छ सानो के भन्नु छैन ल हजुर कन्टिन्यू गर्छ नि त यम्मी छैठो नानीले देखाइदिउँ के पाउँछ अरे भिटामिन जी भिटामिन घुङ्गे पाउँछ बाबु के पाउँछ अरे यसमा भिटामिन जी घुङ्गीमा भिटामिन जी हाम्रो साथी पनि आयो खरियालाई भन्छ खरिया त्यो चाहिँ मेरो लागि नयाँ भयो थारू बस्तीमा बसेकोले खरिया नयाँ भयो भनेपछि अघि ग्रो अप हुनु पर्यो है मेरो घरको चौधरीले चाहिँ खरिया नै नखाँदो रहेछ क्या सायद अल्छी थियो होला नत्र मैले देख्छु नि त होइन सन्दर्भ साहब टक्राउनुहोस् यो अलिक कडा छ है पानी मिक्स गरौँ पानी मिक्स गरौँ क्या है आइस राख्ने हो कि अब उसले चाहिँ रक्सी नखानुहुँदो रहेछ है हाम्रो रक्सी यही हो माउन्टेन जिउवाला ब्रान्ड नयाँ ब्रान्ड आएर रहेछ रक्सी कडै छ कस्तो छ मिठो छ वाह एम्मी ल आजको लागि यति है टु बी कन्टिन्यू आज हामीले खाना मात्र खाएर आयौँ है गाइज यहाँ छ ढुकुर दुईवटा ढुकुर यस एउटा उड्यो
नानीले चोरी गर्दै हुनुहुन्छ यहाँनिर राइडर यसैमा आम्मा एकपल्ट के भन्छ हुन्छ हुन्छ यहाँ नभएको ल्याइदिन्छु फेरि आउँछौँ हामी भोलि मेरो साथी आयो